सम्पूर्णमा नमस्कार। म आफ्नो खेतमा आएको छु आज असोज 1 गते है। यो महिन्द्रा कम्पनीको MP 30 धान रहेको छ र यो धान आज लगभग सबै पसाइसकेको छ। अब पाक्ने बेला हुँदैछ र यो धानमा मैले के हाले हजुरहरूलाई जानकारी गराउन चाहन्छु। सुरुमा हामीले रोपाई गऱ्यौँ र रोपाई गर्दाखेरि हामीले कुनै पनि खाद मल प्रयोग गरेनौँ है। त्यसपछि त्यसको माथि मैले जुन घाँसको बिउ हुन्छ नि, बिउ सडाउने होला बिसाडी हालेको लगत्तै राति पानी बगेर सबै बगायो। जम्मै तपाईँको मेडासेरा फुटालेर सबै बगायो है। केही दिनपछि मैले यसमा 25 केजी फस्फोरस यानि कि डेपी, लगभग 10-12 किलो जति हामीले युरिया, 10-12 केजी नै हामीले यसमा पोटास मिक्स गरेर मैले यसमा छिटेँ। आफ्टर 15-20 दिन भएको थियो। त्यसपछि अलिकति खाद कम पर्यो कि जस्तो मलाई भान भयो र अलिकति ग्रोथ पनि अलि छिटो होस् भनेर 3 केजी जिङ्क र 20 केजी जति 20 र 25 को बिचमा त्यति मैले युरिया छिटेँ है। त्यसपछि म गएँ बाहिर है, कामको विशेषले म बाहिर गएँ र आउँदाखेरि यो पसाउन सुरु भइसकेको थियो र जसले गर्दा मैले फेरि युरिया टप ड्रेस गर्ने प्लानमा थिएँ अन्तिममा, जसले गर्दा राम्रोसँग पसाओस् भनेर मेरो सोच थियो। र आउँदाखेरि यो पसाइसकेको थियो, पसाउने क्रममा थियो, सबै पसाएको थिएन। त्यसपछि मैले यसमा केही पनि हालेको छैन। खादमल यति हालेँ र धान यस्तो रहेको छ है। कति हाले तपाईलाई जानकारी छ। 25 केजी जति मैले फस्फोरस, 10-12 केजी युरिया र 10-12 केजी पोटास माथिबाट हालेँ। त्यसपछि 15-20 दिनपछि मैले फेरि 20 देखि 25 केजी को बिचमा युरिया र जिङ्क मिसाएर हालेको छु। खादमलको नाममा यति नै हो र धान यस्तो रहेको छ। यो हो MP 30 महिन्द्रा कम्पनीको। यो धानको विशेषता भन्नुहुन्छ भने कम खाद कम पानी भन्छ है। के भन्छ? कम खाद कम पानी। यसको भनाइ छ कम पानी पनि कम खाने र खाद मल पनि कम खाने हुन्छ र जस्तो सुकै ठाउँमा यो भइरहेको छ। अब भन्नाले अब उच्चो ठाउँमा पनि भइरहेको छ। यो अलि यता खल्ला छ, उता उच्चो छ, लगभग पर्फर्मेन्स बराबर छ र यो धान यस्तो रहेको छ ल। र हामीले यसमा घाँसको जुन छिटेका थियौँ नि, मैले भने नि है, घाँसको जुन दानालाई सडाउने होला बिसाडी, त्यो काम गरेन र धानमा घाँस अति धेरै उम्रिएको थियो है। र त्यो धानबाट घाँस निकाल्ने काम हामीले आफै म्यानुअल गऱ्यौँ, 2 जना मिलेर। बुझ्नुभयो कुरो? यो धानको अवस्था यस्तो छ र यसरी मैले हिसाब गर्दाखेरि, यसरी क्याल्कुलेट अथवा मूल्याङ्कन गर्दाखेरि, एनालाइसिस गर्दाखेरि साँच्चै कम लागेको छ खाद है। सेटिस्फाई छु है धान हेरेर। कस्तो लाग्यो धान, कस्तो लाग्यो कमेन्ट गर्नुहोला कृपया। MP 30 महिन्द्रा कम्पनीको हो। यो 120 देखि 125 दिनमा तयार हुन्छ है। यो अलि छिटो अर्ली भेराइटी भन्छन् यसलाई। यो अर्ली भेराइटी रहेको छ MP 30। 120 देखि 25 दिनमा तयार है। अहिले समय हेर्नुहुन्छ भने यो असोज 1 गते हो है ल। ओके, थ्याङ्क यू वाचिङ फर दिस भिडियो।